हेलो गाइस, नमस्ते, वेलकम टु माई न्यू ब्लग, ब्रान्ड न्यू ब्लगमा सबैजनालाई स्वागत छ। आज चाहिँ धेरै पछि फेरि पनि हामीले ब्लग बनाएको छौँ। आज चाहिँ म छु, लक्ष्मी मिस हुनुहुन्छ, अनि यहाँ पूर्णिमा छिन्, यो चाहिँ मेरो बहिनी हो, यो चाहिँ मेरो दिदी हो, अनि म त डन भइहालेँ। सबैजना ल वेलकम भनिदिउँ मेरो ब्लगलाई। आज चाहिँ हामी यसो छुट्टीको दिन, हामी सबैजनाको छुट्टीको दिन, अनि अरू पनि साथीहरू छन्। आज चाहिँ हामी कुनै एक ठाउँमा घुम्न जान गइरहेका छौँ होइन, तर त्यो ठाउँ चाहिँ थाहा नाम, तर कहाँ भन्ने चाहिँ थाहा छैन। अब गएपछि बाट थाहा हुन्छ, हेर्दै जानु है लास्टसम्म। यस्तो छ हेर्नु मौसम, अघि बिहानसम्म चाहिँ यस्तो पानी परिरहेको थियो, अनि मैले त के भन्थेँ आज त जाँदैनौँ होला हामी, किनभने पानी परेको भनिरहेको थिएँ। बट नाउ मौसम हेर्नुहोस्, यस्तो बब्बाल आकाश छ, डोरेमनको जस्तो आकाश छ, हेर न कस्तो दामी देखेर। यस्तो आकाशमा फोटो पनि हाम्रो राम्रो राम्रो आउनुपर्छ, हो कि होइन? मान्छेमा भर पर्छ त्यो चाहिँ। मेरो त अभियसली राम्रो आइहाल्छ, अब तिमीहरूको चाहिँ म भन्न सक्दिनँ, किनभने मलाई खिच्न आउँदैन। भने के भनौँ, मोबाइल राम्रो छैन मैले खिच्नेवाला चाहिँ। ल अब चाहिँ हामी साथीहरूलाई भेटेपछि क्यामेरा अन गर्छौँ है त। बाई गाइस, हामी चाहिँ म्याजिकमा चढिसकेका छौँ। म्याजिक चाहिँ खतरावाला चाहिँ तिनवटा सिटवाला, म चाहिँ लास्ट सिटमा छु। अब चाहिँ हामी पुल्चोकसम्म चाहिँ यो म्याजिकमा जान्छौँ, अनि त्यहाँ साथीहरू अनि दिदीहरू भेट्छ। दिदीहरू भेटिसकेपछि हामी केमा जान्छौँ, कसरी जान्छौँ केही थाहा छैन है। फाइनली गाइस, यो मैले मोबाइलको यो गोल गोल स्टिकर निकालेर जान्छु कभर, त्यो भएर चाहिँ मेरो क्यामेरा क्वालिटी किन मस्त आइरहेको रहेछ। अब चाहिँ मैले निकालिसकेँ, भोक लाग्छ मलाई थाहा छैन, मैले हेर्छु यो बन्द गरिसकेपछि। अहिले चाहिँ हामी पुल्चोक जाँदैछौँ। यहाँ हुनुहुन्छ दुईजना मिसहरू, राम्री राम्री कपाल हल्लाउँदै। आइपुग्यो गाडीहरू, यतै रहेछ ल। यो राइस जस्तो बाख्रा आइगयो गाइसहरू फाइनली। ओइ भाग पनि आउँछ क्या हो यहाँ, हेर्नु हामी चाहिँ दिदी बहिनी कुन एङ्गलबाट देख्छ त्यो थाहा छैन, नयाँ एङ्गलबाट। हेर्नु गाइजहरू, हाम्रोमा चाहिँ यस्तो राम्रो ब्युटिफुल लेडीहरू हुनुहुन्छ, हेर्नुहोस्। यस्तो खतरा जङ्गल छ, डेटिङ टाइपको। डान्स गर्ने त गरिदिउँला नि त, के भयो डान्स त अलिअलि गरौँला नि, के भयो। हो यो मैले देखेको थिएँ मैले अघि नै टिकटकमा, त्यो पोइन्ट पनि देखेको थिएँ मैले। हामी जान्थ्यो त्यहाँ माथि, त्यो खोलेर हामी नै हो। तर शीतल है, घाम पनि अलि नआउँदो रहेछ, डाइरेक्ट यो भएको भएर। ओए साथी लक्ष्मी, हेर न यो के हो, झुसेल किरा उडे। 4 प्लेटै हो। पानीपुरी त आलु नै उसिने थिएन है।
हल्लाउनुको कारण मस्किटो बाइट। ल एक्सप्लोर गरिदिनुहोस् न हामीलाई। लक्ष्मीजी यो ठाउँको बारेमा केही बताइदिनुहोस् न, कस्तो लाग्यो? यस्तो रहेछ कि लक्ष्मी, हामीले चाहिँ सीतामाई भन्यौँ तर यसको नामले चाहिँ छितामाई। टिकटकभरि सीतामाई छ अनि बोर्डमा हेर्दाखेरि छितामाई छ। के हो नाम चाहिँ खास गरी? सीतामाई रे छितामाई रहेछ नाम। लास्टमा नाम के हो अझै थाहा छैन। हामी टिकटकमा हाल्न चाहिँ के भनेर हाल्ने ल भन न पहिला, सीतामाई भन्ने कि छितामाई भन्ने? ह्यासट्याग छितामाई लेखेर हाल्ने। यहाँ चाहिँ पिउने पानी पनि व्यवस्था रहेछ। हामी चाहिँ पानी भर्न आएको गाइस। हामी रहा नहीं जाता, तड़प ही ऐसी है ना। हामी टाढाबाट पानी भर्न आएको। हाम्रो यस्तै दुःख छ साथीहरू। हामी त पानी भर्दै हिँड्नुपर्छ। टाढा छ हाम्रो घर। डोको खोइ तिम्रो? डोको छैन नि, मेरो डोको त उता पारि थियो। पानी भरौँ ल। मच्छर चाहिँ लास्टै आउँदो रहेछ यहाँ। खकाल छ पनि। जा के हो फोर बनाएको कि फोर? एकछिन ढोका खुल्लै राख न। ढोका खुल्लै राखेर यता आऊ। यस्तै हुन्छ टोइलेटहरू। गाइस हामी यहाँ यस्तो काट्दैछौँ। अब हाम्रो चाहिँ यहाँ चटपटे बन्नेवाला ह। ईशा, लक्ष्मी अनि म यहाँ काट्दैछु। हामी यस्तो पिरो बनाउँछौँ। हामीलाई देखायो। ल हेर्नुहोस् गाइजहरू, उनीहरू चाहिँ खाजाको तयारी गर्दैछ। लक्ष्मी दिदी हेलो हेलो। यहाँ चाहिँ यो ल यसरी काँक्रो काटिरहेछ है। खानाको व्यवस्थापन। ल गाइज हेर्नु त के गर्दैछन्। चटपट हाम्रो चटपट रेडी भयो। कस्तो भयो? मैले पनि चाखिसकेको छु। अब हामी यहाँ पस्केर खानु हो। सबै उता लैसक्यो। 3-4वटा भात त उतै खाइसक्यो। अनि हामीले चाहिँ यहाँ यो चाहिँ जुटो खाइसकेको हो गाइसहरू। ल कस्तो भयो? एकदम मिठो। कस्तो मिठो भयो? हामी त खाएको छैन, अब खाइन्छौँ। ल कार्यक्रम अब सुरुवात गरौँ। अब चाहिँ खाएर पेट पुजा अनि त्यसपछि बल्ल हामी यहाँ फोटो सेसन गर्न लागेर। फोटो सेसन भिडियो सेसन भएको छैन हाम्रो। यहाँ टचअप चलिरह। रेडी? मेरो अब लिपस्टिक थप्नु भयो। लिपस्टिक थप्छु अनि अब चाहिँ हामी फोटो सेसन गर्न लाग्यौँ गाइज। अब चाहिँ हामी फोटो खिच्न त्यहाँ पनि फोटो सेसन भइरह। यताबाट निस्किरहनु भएको। टचअप पनि सकियो। अब त्यहाँ खाली भयो, त्यहाँ जाने हो। भाइरल फोटोको पोजेसहरू कस्तो राम्रो छ है। यता राप्ती हो यो। ओइ हल्लाउने हो क्या तिमीले त गएपछि?
ओए हल्लिँदो रहेछ है ओए नगर न भाइ ओए ओए हल्लाउँछ त उसले त झन् त्यसमा त त्यसमा त झन् काठै होइन त्यसमा त खतरा खोला पनि बढ्यो नि त खोला बढेको भएर पनि हो यस्तो डरलाग्दो देखेको यसमा होइन सपोर्टै छैन कि ल यस्तो हो ल सपोर्टै छैन यसमा जस्ट यही सपोर्ट हो वा यही हो भाइरल भएको वाह ओए हल्लिँदो रहेछ फर्क्यौँ अब हामी प्र्याक्टिस गाइज डान्स प्र्याक्टिस बिहान आउँदा कस्तो थियो आकाश अहिले जाँदा कस्तो छ हेर्नुहोस् गाइजहरू आकाशको हालखबर यस्तो छ किन जाने होइन ए यहाँको म चलाइदिइहाल्छु नि हौ नेचुरल राम्रीहरूलाई फिल्टर लाउनु पर्दैन के यस्तो भएको मौसम गाइस यता सक्यो होइन यता बसिसक्यो पोजमा यता खिच्दैन बिचरा यस्तो भयो यार मौसम त भाइ दामी दामी ल मैले खिचिदिएँ फोटो हामी यही झरेन गाइजहरू जानुभयो उहाँहरू बाई बाई म चाबी दिएर आउँछु कुर्देर गाइजहरू हामी चाहिँ यहाँ भेट्यौँ फेरि भन्नाले यहाँ छौँ हामी फेरि हामी चाहिँ यहाँ छौँ अब चाहिँ खाजा खान लगाएको अघि नै हामी चटपट खाएको थियौँ यस्तो बबाल मिठो भएको थियो चटपट होइन यस्तो मोमो यस्तो मिठो हुन्छ आजको यो मोमो खाँदैछु ओ यो त खानुपर्ने हुन्छ गाइजहरू हामी यही छौँ है हाम्रो केचप लभर हुनुहुन्छ नि त एकजना यस्तो के उले कागतीमा केचप हालेर खान्छ पत्याउँदैन भने मेरो ब्लग हेऱ्यो हुन्छ यो हालौँ न गाइज यो हालौँ अलिकति उनीहरू यहीँ पसल गयो ऊ आउनुभन्दा अगाडि खाइ भ्याउँछु म त्यो सँगै जानुहुन्छ किन के लेको
सिङ्गेल गर्नलाई टेस्टी लिएको नली भइयो म फर्स्ट भयो यिनको हेर नि के छ बाई 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 ल बाई 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 बाई